यस्तै छ यो पारामा सबै साथीहरू। यो आज बर्दुबाईको यो नेपाली पार्क हो। हाम्रो चेलीबेटीहरू पनि इन्जोय गरिरहेछ, घुमिरहेछ। यो एकदम नेपाली पार्क भनेको यही हो। तर आज चाहिँ यहाँ त्यति मान्छे छैनन् होइन। मान्छेहरू चाहिँ प्राय उता अर्कै साइडतिर छन्। यहाँ चाहिँ हाम्रो यो आज यहाँ चाहिँ केही परमिसन छैन जस्तो लागिरहेछ अब ती साथीहरू। अनि त्यही भएर यो पारामा अगाडि चाहिँ हाम्रो पिपलको रुख पनि छ, साथमा हाम्रो खजुरहरू छ वरिपरि। अनि घुमिरहेछन् एकजना लखर लुखुर। अनि बाँकी साथीहरू चाहिँ उता अर्को साइडतिर छन् है साथीहरू। तपाईँहरूले हेरेर इन्जोय गर्न सक्नुहुनेछ। बाँकी म तपाईँहरूलाई सबै देखाउनेछु क्रमशः रूपमा हेर्दै गर्नु होला है त ल साथीहरू। यो चाहिँ अब बर्दुबाईको नेपाली पार्क भनेको यही हो साथीहरू। हेर्दै गर्नु होला, एकदम ब्युटिफुल अनि सुन्दर छ है त साथीहरू। अनि उतातिर पनि टन्नै छ। रिल्याक्स रमाइलो गर्दै गर्नु होला साथीहरू, इन्जोय गर्दै गर्नु होला है त। हाम्रो ह्याप्पी 2081 सालको हरितालिका 30 अवसरमा हामी चाहिँ यहाँ घुम्न आएका छौँ। अनि सबै साथीहरू यहाँ घुमिरहेका पनि छन्। र आजको मौसम भन्नुपर्दा चाहिँ ठिकै छ, नर्मलै छ है। हेर्दै गर्नु होला, लेट्स सी इन्जोय दिस भिडियोज। नेपाली बजार, नेपाली पार्कको एरियाको दृश्य। बिरालो बिचरा सुतिरहेको अवस्था है साथीहरू। यो पारामा हेर्दै हेर्दै गर्नु म तपाईँलाई देखाइदिन्छु। सिन चाहिँ एकदम स्पेसल राम्रो सिन छ है साथीहरू। धन्यवाद सबै साथीहरूले हेरेर इन्जोय गर्नु होला है त ल साथीहरू। यो पारामा थ्याङ्क यू एभ्री वान सबैजनालाई।